ल है गाइजहरु आज हामी फिसिङमा आएको छौँ। दाइहरु त्यहाँ पर जाल लगाइराख्नु हुँदैछ हैन। आज चाहिँ हामी सप्ताह कोसीतिर हैन आछौँ। टक्क त्यहाँ पुरै फिसिङको लागि आएको हो हैन। अब जाल चाहिँ लगभग 50,000 जतिको जाल बोकेर आछौँ। अब माछा चाहिँ कति पर्ने साथीहरु हैन, माछा परेको पनि देखाउँछु। एकदमै पुरा बालुवा घारीमा छौँ हामी हैन। माथि चाहिँ हाम्रो अलि पर देखिरहेछ नि। यहाँ हाम्रो बाइकहरु त्यहाँ माथि छ, यो पर कालो देखेकोमा हैन। त्यो पर कालो देखेमा त्यहाँ एकजना दाइ हुनुहुन्छ हाम्रो, खानाहरु पकाउनलाई रेडी भइरहेछ त्यहाँ चाहिँ। अनि यहाँ हामी फिसिङको लागि यहाँ चाहिँ दुईटा जाल लगाइसक्नु भएको छ। आज हाम्रो 25-26 वटा जाल लाउँछौँ आज। र आज र भोलि चाहिँ हामी धरो माछा मार्छौँ साथीहरु। ल माछा सुकाउने कार्यक्रम हुँदैछ यहाँ हाम्रो है। माछा चाहिँ आगोमा सुकाइन्छ, चट्टसँग सुकाइँदैछ यता हैन। सुरु हुँदैछ खाइयो पनि हैन। चट्टसँगले यहाँ अहिले चाहिँ बेलुकाको टक्क 9 बजे है। माछा चाहिँ यतिको चाहिँ खतरे हो हैन। यता पनि छ, त्यहाँ प्लास्टिकमा चाहिँ सुकाएर राखिसकेको छौँ हामीले टक्कसँगले हैन। प्लास्टिकमा पनि टन्नै छ नि हौ, यसो छ है। सुकाइ चाहिँ डर हुँदैछ है। अहिले बेलुकाको 10 बज्न लागिसकेछ। हामी चाहिँ माछा सुकाइमा छौँ अहिले 10 किलो जति। ल माछा हाम्रो पनि छ नि हो, कोसीमा माछा साथी हो। ल यो कम्तीमा 4 किलोको चाहिँ छ होला है हैन। इ झर्यो परेको देखाउ न तर देखिँदैन सके टल्टिने देखिस माछा कान्छ यसरी परिरहेछ है। देखिँदैन सके है, देखिन्छ नि देखिँदैछ। अन्नै यसरी जालमा पर्छ क्या माछा चाहिँ साथी हो। देख्यो भने त हिजो भनेको थिएँ नि भोलिमा देखाउँछु भनेर, आज देखाएँ क्या। यस्तो हुन्छ हाम्रो माछा चाहिँ। भरे सबै सुकाको माथिकोहरु सबै उता लो आज 29 गते आएर आज 1 गते होली, 2 दिन होली चाहिँ पुरा कोसीमा हैन, सप्ताह कोसीमा मनाइयो साथीहरु है। यसरी माछा सुकाइ छ पुरा प्लास्टिकमा हैन। यो माछा निकै ठुल्ठुलो पनि छ हैन। यसरी र यस्तो छ कोसीहरु हैन। टक्क माछा तल जाल त्यहाँ छ हाम्रो टोलीहरु तल अलिअलि तल देखेको। यो कोसी पारी पनि छन् साथीहरु हैन। यता टक्क खानासाना पकाएर यहाँ रेडी भएको छ हैन। एकदमै हाम्रो बाइकहरु चाहिँ त्यहाँ माथि छ, माथि राखेको छ बाइकहरु चाहिँ हैन त्यहाँ। साथीहरु बगरमा एकदम बाइक ल्याउनु पनि धेरै गाह्रो भयो हैन, ठेलेर ल्याएको। पारीपट्टिका साथीहरु होली मान्नेर त्यहाँ पारी मानिरहेछन्। छेउ लिँदैछन् कोही पर है। र म चाहिँ यता छु है, अहिले यसो हेरिरहेछु। अब हामी लगभग आज चाहिँ 3 बजे 4 बजेतिर बसिन्छौँ होला। योभन्दा धेरै माछा मार्नु हुँदैन होला हैन। माछा मार्ने साथीहरु धेरै पर छन्। यो हो साथीहरु हैन। अब म यो लास्ट भिडियो हो, अब भिडियो यति नै हो। योभन्दा लामो लाउँदिनँ हैन। सबैले माया गरिदिनु होला, हेरेर लाइक कमेन्ट सेयर ठोकिदिनु होला।